बङ्करमा जाने गरेको अवस्था हेर्नुहोस्, यति धेरै मान्छे हुनुहुन्छ। यो सायद यो बम आउँदैछ अनि हामी चाहिँ बङ्करमा जाँदैछौँ। यता पछाडिबाट नि आउँदै हुनुहुन्छ। कति बज्यो भाइ, कति बज्यो? 8:39, 8:30 बजी चाहिँ हामी चाहिँ बङ्करमा जाँदैछौँ। हामी चाहिँ खास एक्चुअली भनेको हामी सामान किन्न आएको थियौँ अनि त्यसपछि एक्कासी बम आयो। आउँदैछ, कमिङ सूचना पाइसकेपछि आउँदैछ भनेर। अनि यहाँ चाहिँ यो ठाउँ चाहिँ सेफ हो, एकदमै सेफ हो। पुरा मान्छेहरू आउँदैछ। यता मान्छे यता पनि जाँदै हुनुहुन्छ, यता पनि छौँ। यहाँ पुरा मान्छेहरू छ, इन्डियन, इथियोपियन, नेपाली सब। हेर्नु है यता सब यताबाट नि आउँदैछ, यताबाट पनि आउँदैछ। बच्चाहरूदेखि बुढाहरूसम्म सबले झोला बोकेर। तर हामी चाहिँ झोला बोकेर आएको छैनौँ है। हेर्नु, तर यहाँ बसेपछि आमामा फर्स्ट टाइम बोल्दैछ त्यति धेरै मान्छे। केही हुन्न, सबैले झोला बोक्दै। के साह्रो बच्चाहरूदेखि सब। आयो आउँदैछ, कमिङ त एकछिनमा। अझै मुनि जस्तो लाग्यो, यहाँदेखिबाट नि मुनि रहेछ। हामी चाहिँ फर्स्ट टाइम आएको नि त यहाँ। ए यता मुनि सेल्टर, ए यहाँ रहेछ, सेल्टर लेखेको छ। आएको मुनि सेल्टर रहेछ, मुनि रहेछ सेल्टर लेखिराख। आउँदा जाऊँ, खासै सेल्टरमा जाने हामी होइन। मुनि जाँदैछौँ सेल्टरमा चाहिँ। किन भन्दाखेरि सेफ प्लेस योभन्दा पनि होइन, सेफ प्लेस चाहिँ यहाँ हो नि त। आयो बम आयो, आयो सब यहाँ। अब यस्तो रहेछ यो ठाउँ चाहिँ। म चाहिँ फर्स्ट टाइम आएको। आयो भाइ बम, तर यहाँ आवाजै सुनिन्छ आएको भने। हामी यहाँबाट कति जाँदैछौँ गाइज। सायद 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 ठुलै आउँदैछ। अनाउन्स गरेको यहाँ देखेर पुरा। यो त सबै सेल्टर पुरै ऊ हो नि त। पर्खेको सुन्यो? आमा हो, यहाँसम्म सुनेछ। भगवान, आमा खतरा पर्किने छ त। के हो हान्ने भने नि यही हो खासमा डम्की डम पुरै पड्किँदैछ। ल हेर्नुहोस्, यो रातो सबै चाहिँ बम आएको ठाउँ हो। जति पनि छ नि थोप्लाहरू बम आएको ठाउँ हो। हामी चाहिँ यस्तोमा आएर पुरै यो पानी पानी भएको यो बङ्करभित्र आएर बसिरहेको छौँ। बङ्कर जस्तो ठाउँ छ यहाँनिर, लाइट पनि छैन। 10 दिन भयो खाना खाएको छैन। सबसे ठुलो सेल्टर चाहिँ यहाँनिर हो। सबैजना यहाँनिर उभिनु भएको छ। हामी पनि यहाँ छौँ। अब के हो, अब निस्किन आँटेको बाहिर जाने थाहा छैन। अब हेरौँ, यसो सबै यहाँ मान्छेहरू आउँदै हुन्छ पछि पछि। हामी यहाँदेखि एक्जिट हुन थालेको, बाहिर निस्किन आँटेको। अब हामी बाहिर जान्छौँ, अब घर जान्छौँ हामी चाहिँ। अब घरमै गएर बङ्करमा बस्छौँ। ए के भयो? हाम्रो साथीको छोरा हो। यहाँदेखि एक्जिट हुन्छ। अब हामी चाहिँ रुममा जान्छौँ। थाक्यो, तलदेखि पुरा तल गयो नि त। बङ्कर पनि पुरा मुनि रहेछ नि त।
एक्जिट बाहिर निस्क्यौँ हामी यहाँ ठिकै गर दाना नलाइकन यो ठाउँ देखेर नि डर लाग्यो म त कुनै फर्स्ट टाइम गएको थियो त्यहाँ मुनि त म अहिलेसम्म गएकै थिएन भाइ अब चाहिँ हामी घरमा जाँदैछौँ अन द वे होम हाम्रो घर चाहिँ यता पर्छ कहाँ हो र वी आर एट होम घरमा छिरिमा हामी अब घर भनेको घरै हो सेफ हुन्छ अलि के हुँदैछ यहाँ के हुँदैछ अंकल अंकल क्या हुआ इधर आप उधर में गए गए किधर गए नीचे हम लोगों का बिल्ली रखना है बिल्ली ठीक है ना म्याऊ ओ म्याऊ ए आनु आऊ आऊ अंकल जो तो कसले छोड्दिएको हैन आफै मैले छोड्दिएको आऊ 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 म्याऊ आनु 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 बाहिर आनु आऊ 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 आजा आऊ आजा आऊ आजा 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 अंकल सिगरेट पिला ना आजा बाहर आजा आनु आनु हेर्न ऊ खुसी भएको आऊ 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 कम 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 हाम्रो आवाज सुनेर निस्केको बाहिर